ए राराताल भिडियो त तपाईहरुले हेरिसक्नु भयो होला। च्यानलमा अपलोड भइसकेको छ। तीनवटा भिडियो छ सायद, सुर्खेतको अनि हाम्रो रारातालको दुईवटा छ। सो यो भिडियो चाहिँ के को बारेमा तपाईहरुलाई थाहा नै होला। रारातालसम्म के कति खर्चमा पुग्न सकिन्छ, कसरी जान सकिन्छ त्यसैको बारेमा हो। एक दुई जनाले कमेन्ट पनि गर्नु भएको थियो, खर्च के कति लाग्छ भनिदिनु पर्यो भनेर। त्यही भएर मैले चाहिँ एउटा भिडियो नै बनाउने निर्णय गरेँ। सबैभन्दा पहिले चाहिँ रारा कसरी जान सकिन्छ त्यसको बारेमा चर्चा गरौँ है त। रारा चाहिँ दुई तरिकाले जान सकिन्छ, फ्लाइटबाट अनि रोडबाट। रोडबाट जानको लागि सबैभन्दा पहिले चाहिँ तपाईहरु कोवलपुर अनि सुर्खेत पुग्नुपर्छ, दुई ठाउँमा एक ठाउँ। म चाहिँ सुर्खेतसम्म गएर सुर्खेत एक दिन बसेर त्यहाँबाट अर्को दिन बिहानै हिँडेको थिएँ। अनि फ्लाइटमा चाहिँ तपाईहरु नेपालगञ्ज आउन सक्नुहुन्छ। नेपालगञ्जदेखि चाहिँ फ्लाइटमा मज्जाले जान सकिन्छ। यदि तपाईहरु फ्लाइटमा जान चाहनुहुन्छ भने तपाईलाई जान आउन गरेर लगभग 14,000 जति लाग्छ। अराउन्ड 7,000 जति छ फ्लाइटको टिकट। तर म चाहिँ रोडबाट गएको थिएँ, त्यो पनि बसमा। सो के कति खर्च लाग्यो त्यसको बारेमा चर्चा गरौँ है त। मैले चाहिँ लेखेर नै राखेको छु कि ठ्याक्क। म चाहिँ बुटोलदेखि गएको हो, त्यही भएर बुटोलदेखि रारासम्म कति खर्चमा पुग्न सकिन्छ, बस्न खाना यताउति सबै भन्छु। तपाईहरुले चाहिँ आफ्नो ठाउँदेखि बुटोलसम्मको भाडा क्याल्कुलेसन गर्नुस् बस्न खाना, अनि त्यसपछि यताको जोड्दा पनि हुन्छ। म चाहिँ बुटोलबाट बिहान निस्के सुर्खेतको लागि, तर सुर्खेतको बस चाहिँ छुटेछ। त्यही भएर कोवलपुरसम्मको बस छोपे। कोवलपुरसम्मको मलाई भाडा चाहिँ 725 रुपैयाँ लाग्यो बसमा। अनि कोवलपुरदेखि सुर्खेतको 350। बाटोमा खाना 250 को सादा खाना गरेर 1325 रुपैयाँ लाग्यो मलाई सुर्खेतसम्म है त। अनि त्यो दिन चाहिँ सुर्खेतमै घुमियो मस्त। बेलुका बुलबुल ताल जाने भनेको बुलबुल ताल चाहिँ बन्द रहेछ। बेलुका 5 बजेपछि हो कि 6 बजेपछि बन्द हुने रहेछ। त्यही भएर यसो सुर्खेतको बजार वीरेन्द्रनगर बजार घुमेँ म। त्यहाँ चाहिँ यताउता लस्सी सस्सी के खाएको 200 रुपैयाँ खर्च भएको थियो। त्यो दिन सुर्खेतमै बसियो। सुर्खेतमा होटलको चार्ज चाहिँ 500 रुपैयाँ अनि खाना 250 गरेर 750 लाग्यो। अर्को दिन बिहानकै टिकट काटेको थिएँ मैले। टिकटको पैसा चाहिँ मलाई 3000 रुपैयाँ लाग्यो। टिकटको बारेमा अन्तिममा भन्छु म तपाईहरुलाई के लफडा छ भन्ने कुरा। सो मलाई चाहिँ 3000 लाग्यो। अनि बिहानै उठेँ म। बिहानै उठेर बस पार्क गएरै नास्ता खाएँ, लगभग 150 को। अनि हाम्रो बस चाहिँ टक्क सामान भरेर अगाडि बढ्छ राराको यात्रामा। बाटोमा सादा खाना 250 को खाइन्छ। अनि त्यो दिन चाहिँ हामी पुग्दिनौँ रारा, माङमा भन्ने ठाउँमा पुग्छौँ। कालीकोट अनि जुम्लाको सिमानामा छ सायद माङमा। त्यहाँ गएर बस्छौँ हामी। त्यहाँ फेरि खाना खाएपछि बसेको तिर्न पर्दैन। सो त्यहाँ मलाई सादा खानाकै हो क्या सायद 350 लाग्या थियो। त्यसपछि अर्को दिन बिहानै उठेर हामी फेरि राराको यात्रामा अगाडि बढ्छौँ। बाटोमा नास्ता खाइन्छ, लगभग 90 रुपैयाँ लागेको थियो नास्ता मलाई। अनि त्यो दिनको 1-2 बजेतिर 3 बजेतिर हामी रारा पुग्छौँ। रारा नेसनल पार्क लेखेको ठ्याक्क गेटनिर पुगिन्छ। बसले त्यहीँ नै उतारिदिन्छ। बाटो चाहिँ एकदमै बम्पी छ गाइज, त्यो भ्लगमा हेर्नु होला। र त्यहाँबाट चाहिँ लगभग 7 किलोमिटरमा रारा पुग्न सकिन्छ के। त्यति चाहिँ हिँडेरै जानुपर्छ। लगभग 2-3 किलोमिटर हिँडिसकेपछि हामी चाहिँ सल्लेरी पुग्छौँ। त्यहाँ नास्ता यताउता बस्न पनि सकिन्छ। तर म चाहिँ त्यहाँ बसिन त्यो दिन। त्यहाँ नास्ता मात्र खाएँ 100 रुपैयाँको। नास्तामा फेरि अप्सन खासै केही हुँदो रहेनछ, चाउचाउ अन्डा। त्यही भए पनि खानै पर्यो भोक लागेपछि। 100 रुपैयाँको चाउचाउ अन्डा खाएँ। 100 रुपैयाँ चाहिँ हामीलाई इन्ट्री फी लाग्छ है रारा नेसनल पार्कमा इन्ट्री गर्नको लागि। त्यसपछि मस्त हिँड्दै घुम्दै डाँफे होटल भन्ने ठाउँमा पुगियो राराको। अब त्यहाँ फेरि यस्तो प्याक रहेछ कि म जाँदाखेरि कुरै नगर्नुहोस्, अति प्याक। त्यही भएर रुम पनि पाइएन के। रुम नपाएकोले टेन्टमा बस्न पर्ने भयो। टेन्ट पनि जे होस् ठिकठाक थियो, बस्नलाई आनन्द थियो। त्यसको चाहिँ मलाई 1500-2000 ठुलो टेन्ट हो, 1500-2000 के भन्थे। तपाईलाई चाहिँ 1000 भनेर 1000 मलाई टेन्टको लाग्यो एक रातको। त्यहाँ खानाको फेरि 350 सादा खाना। त्यसपछि अर्को दिन बिहान उठेर बिहानै तपाईँ मस्त घुम्न सक्नुहुन्छ रारा। अनि खाना खानु त परिहाल्यो। 350 सादा खानाको त्यहाँ लागिहाल्छ फेरि अर्को दिन बिहान। त्यसपछि डुङ्गा चढ्न मन लाग्यो भने तपाईलाई
कति 10 मिनटको 100 रुपियाँ लाग्छ। सो मैले चाहिँ आधा घन्टा गरेको थिएँ 300 रुपियाँ तिरेर मस्तसँग। त्यही हो, त्यो दिन मस्त रारा घुम्ने। अनि बेलुकातिर चाहिँ म तल तालचा फर्केको थिएँ। मस्त यो अर्को बाटो भएर रारा तालको छेउछेउबाट तालचाको बाटो भएर घुम्दै घुम्दै म तालचा फर्केको थिएँ। तपाईहरूले रारामा अरू एक्टिभिटीहरू पनि गर्न सक्नुहुन्छ, जस्तै अब हर्स राइडिङ गर्न सक्नुहुन्छ यताउता। मैले पनि गरेको थिएँ, 100 रुपियाँ लागेको थियो, त्यो पनि लेखेको छु। तपाईँहरू सिधै सल्लेरीबाट रारा तालसम्मै घोडामा पनि आउन सक्नुहुन्छ। त्यहाँसम्मको चाहिँ भाडा तपाईँहरूलाई 700 नै 500 समथिङ कति लाग्छ। अनि त्यो होटेलसम्मको चाहिँ कति 1000 लाग्छ कि 700 यस्तै कति लाग्छ कि, जस महँगो नि छ। त्यो चाहिँ म रिकमेन्ड गर्दिनँ। तर तपाईँहरूसँग इनफ पैसा छ भने मस्त हर्स राइडिङ गर्ने, त्यो धेरै चिज गर्न सक्नुहुन्छ तपाईँहरूले। सो बेलुका चाहिँ म तालचा पुगेँ, मस्त डुल्दै डुल्दै घुम्दै घुम्दै। त्यो दिन तालचामै बस्नु पर्ने भयो, किन भन्दा बस बिहान एउटा अनि अलि 12-1 बजीतिर एउटा छुट्छ सायद, त्यही भएर म चाहिँ ढिला भइसकेको थिएँ अलरेडी। मस्त तालचा एयरपोर्टमा एउटा रुम बुक गरेर त्यहीँ बसियो। त्यहाँ रुमको फेरि चार्ज 500 नै लाग्यो, माथि 1000 लाग्थ्यो भने तल 500। अनि खानाको 250 प्लस 100 रुपिस नास्ता गरेर 850 रुपियाँ त्यहाँ लागेको थियो। र अब आउँछ यहाँ मेन कुरा है त। अर्को दिन मुगुदेखि नेपालगञ्ज म कति पैसामा आयो होला, कति लाग्यो होला भाडा मलाई भन्नु त। जस्तै म यताबाट जाँदाखेरि मलाई 3000 रुपियाँ लागेको थियो, त्यो पनि सुर्खेतबाट। अब बुटोलदेखि सुर्खेतदेखि रारा लगभग कतिमा पुगेको थिएँ म, 3000, 4000, 4500, लगभग 5000 भनौँ न होइन। तर फर्किँदाखेरि भने जस्तै सस्तो क्या, किन भन्दा त्यहाँ अब यो के लफडा चल्दै रहेछ। उनीहरूकै अब समिति के भन्थे। त्यही भएर म चाहिँ जुन होटेलमा बसेको थिएँ त्यो होटेलकै दिदीले टिकट काटिदिनु हुने रहेछ। रारादेखि नेपालगञ्जको कति लाग्यो भन्दा 1250 रुपियाँ लाग्यो कि। आफै सोच्नुहोस् त, यताबाट जाँदाखेरि 4000-4500 लागेको थियो भने 1250 के नेपालगञ्जसम्मको। त्यही हो, अब यसको बारेमा धेरै डिस्कस के गर्ने होइन, त्यहाँ त्यस्तै चल्छ। त्यही हो, फर्किँदाखेरि माङमाङमा बसियो, 250 त्यहाँ लाग्यो बस्न फ्री। अनि नेक्स्ट डे बाटोमा खाना परिहाल्यो, त्यहाँ पनि 250। अब यताउति चिसो के गरेर 150। अनि बाटोमा चाहिँ पानी ध्वस्तै पिइयो। अब त्यो जाप्पाइ त्यहीँको पानी पिउन मन लाग्दैन नि त, अझ गर्मीमा। उता गएपछि त चिसो नै हो, तर यता लगभग 500 रुपिस चाहिँ मिनरल वाटरमा सकियो। कोहलपुरदेखि बुटोल आउँदाखेरि 700 रुपियाँ। यत्रो सब तपाईँहरूलाई भने मैले, तर टोटल कति लाग्यो होला? टोटलमा चाहिँ हाम्रो 11,865 रुपिस लाग्यो है।